यति साह्रो बेरोजगारी पनि भयो दोधार हेर्न अब यस्तो आउन परेपछि नि ए परै काम छोडी मस्त हैन चुप्पा यहाँ पहिला चुप्पा ल गाइस ए अङ्कल त्यही भएर आउनको पाइप पुर्नु भन ल जीव नि रोड त पनि हाम्रो हातमै छैन कि हामीले भनेर हुन्छ र भन्ने उहाँ ठुला बखान घन्टा घोटाले भन्ने काम त नलिएको मैले सुन्थेँ अनि त्यहाँ घोटाल्छ अनि भत्ता चाहियो भन्छ नि होइन भत्ता त सरकारले त दिन्छ त जसले जित्यो नि त भत्ता त पाइहालिन्छ नि यार होइन र बालन सरकारले उहाँ उ गर्न लाग्छ फेरिमा तर सुकुम्बासी त हरि खडा भएको छ यहाँ अहिले त्यहाँ होइन उ गरेर के अरे तर हुन पनि त्यसले सही गरेको अङ्कल यार मलाई ठिक लाग्यो यार त्यो सुकुम्बासीमा जो जस्तो लाग्छ मान्छेले बनाएर भाडामा दिएको हुन्छ नि त होइन सुकुम्बासी पनि धेरै छन् यहाँ सुकुम्बासी भन्दा यार यति त हुन्छ होला होइन बोल्न पर्छ कि अब हामी बस त आफ्नो घर नबोल कहाँ अर्का गरेर बोलेको हुन् मर्चले त बारीमा दोधर आयो अब त्यहाँ जोत्न नि त भयो त यार बारीमा ट्र्याक्टर लिएर हजुर होइन यता यो घेप यहाँ बसेर म घुम्छु बरु चारैतिर घरमा नै घुमायो भिडियो सम्भु छ दोहोरा अङ्कल बस्नु पऱ्यो हजुर सिकाउनु पऱ्यो यो खनाइ भएन अन्त अलि अघि बढ्छ नि अब आउँछ कि सर यो बारी यहाँ आएपछि अब बल्ल खन्न सुरु हो कि यार त्यो चाहिँ गरिदिनु पर्ने होइन जाऊ न तिम्रो ढुङ्गा राख्दा पनि माथि जाऊ ढुङ्गा राख्ने हो कि होइन त्यही त निरला जरीको तेल नभएर के पाइप छोडिदिनु तल अब पाइप छोडिदिनु नि त्यो ट्याक्क उसले नाच्छ ल गाइज यहाँ चाहिँ ट्र्याक्टर अरे दोजा चाहिँ फस है अरू चाहिँ त्यही हो नाम तल त्यही काम हो बारीमा डोजर हाल्यो भने भयो टायर नाचो के यसलाई चाहिँ छैन ए तार होला तार यत्रो भिडियो गरेको नि खेरै जाने भयो कि ल छिटो गरम तै यहाँ युट्युबमा हाल्नु पर्ला अनि मैले ठुलो सोचले बनाइरहेको छु भिडियो यस्तो स्कुलनिर होइन भट्टेचोर गुल्मी दरबार गाउँपालिका वडा नम्बर 4 बिरबास भट्टेचोरमा बारीमा दोधर हालेर अब यहाँ के गर्ने भन्ने यहाँ चाहिँ हाम्रो थाहा छैन ल भयो सर ए जति नि पाइप पुर्नलाई बनाइदियो क्या यस्तो जोगाएर गर्ने ड्राइभर त्यसै त अपरेटर भएको होइन कि गाइज यार हेर्नु यस्तो जोगाएर गर्नुपर्छ यार मैले फेरि यता मैले भिडियोतिर लागेँ कि यता फेरि यार काम नभएर अब त डोजर लिने बेला हुन्छ अनि बेरोजगारी भएपछि त यति त गर्नु पर्यो के रे ओ बवाल भयो यार ल आयो
दोधर आयो माथि पनि हेर त तार माथि यसो उभाउनु पर्यो कि सर यार त्यो तार नि उठाइदिउँ न यो तार हाम्रो अपरेटर गुरु चाहिँ त्यहाँ हुन्छ ल ल ल ल ल दोधर छिरो है गाई दोधर छिरो बारीमा ल है बाटो चाहिँ अवरुद्ध छ यहाँ बाटो बन्द छ एकछिनलाई अहिले चाहिँ ट्याक्क अब दोधर चाहिँ बारीमा एकदम छिरिसक्यो पछि पछि आउँछ है दाउरो पनि यहाँ सम्मु सर फेरि कडै मान्छे हो नि त पुरा जन्जी भाउने हैन यहाँ यहाँ कुन के यो त अहिले मिल्छ अनि इसी सरले भने त बाटो बाइक जान्छ होइन कि हुन्न अब अब त यो खाउनु भएर अब यता बाटो बाटो चाहिँ यस्तो भयो गाइज यार यहाँ अवरुद्ध भयो यार तेरि यत्रो यार हेर्नु त बाइक वहाँ राखेको छु मैले चाहिँ यहाँ अब हाम्रो बाटो चाहिँ यसरी यहाँ चाहिँ दोधर चाहिँ बारीमा गइसकेछ यहीसम्म होला नि खन्ने त यो अगाडि पनि हो खन्ने यो किलादेखि यता यहाँ चाहिँ एकदम सोध्दै हुनु चाहिँ ल खन्न सक्यो त पर खन्न भयो मेन चाहिँ यो यति चाहिँ घर बन्ने हो मेन भनेको समाउने कि बराबर गर्ने सोलेर अब यता माट्ने र यता हाल्ने माटो यसो गरे हुन्छ कि उताबाट साइँ छोडेर उतातिर फाल्दै हुन्छ उतातिर बारीमा फाल्दैछ पछि हिलो मुसानी काम लाग्छ गाह्रो लाग्ने भयो यससँग बराबर ए मतलब यस्तो सोरे उता लाने माटो यताबाट माटो उता लाने अरे त्यहाँ डोजर मात्रै अटाउँछ तपाईँको त्यो घडेरीमा कि त माटो यता आउने भयो उता कति डाउन गर्ने तल त्यही डोराको लेभल गर्ने हो होइन त्यसको लेभल त होइन होइन क्या तपाईँ उभिएको लेभल गर्ने योबाट होला नि लेभल गर्ने त लेभल हस्यो लेभल बराबर ल गुरुजी तपाईँकै हातमा छ प्रभु माथिबाट टक्क भिडियो गराउनु पर्छ कि अब गाइजहरू चाहिँ ठ्याक्क युट्युबमा सब्सक्राइब गरिदिनु पऱ्यो है लास्ट तक हेर्नु होइन पुरा लास्ट तक हेरेर सब्सक्राइब चाहिँ गरिदिन नभुल्नु होला दोधर स्टार्ट भइसकेछ खत्रै हुँदो रहेछ यार यहाँबाट लेभल चाहिँ मिलाउँछ होला कि यसले
टायर पनि ट्याक्क उचाल्यो अब चेपो क्या धेरै डोजरले चेपो खुट्टाले चेप दियो कि त्यहीँ भाँचिन्छ कि जस्तो लाग्थ्यो मलाई धन्न केही भएन तिमी आमासित बस न है हो त किलो भन्दा नि कता म त्यसलाई ल ल दोजा चाहिँ स्टार्ट भइसक्यो है ट्याक्क अब मस्त तले खन्छ झगडा आउन मलाई मुख्यमन्त्री आउनु पाहाडले खाउने सिधै मिल्छ कि केही समय दिन्छ हो मासु खालेर धेरै आउँछ माटो चाहिँ राम्रो छ कि हेर्न यार बारीको माटो अनि यार हुन